हेलो नमस्कार सम्पूर्ण साथीहरुमा। ल हेर्नुस् त, आज चाहिँ मैले लसुन रोप्नको लागि यसरी बिउ बनाउँदैछु है, यसरी छान्दैछु। हाम्रो चाहिँ यो पोटीहरू ठुल्ठुलो हुने अनि केस्राहरू सानो भएको चाहिँ लसुन राम्रो हुँदैन। पोटीहरू ठुलो ठुलो देखिने तर भित्र एकदम मसिनो हुने खालको चाहिँ लसुनको बिउ राम्रो हुँदैन। अनि मैले चाहिँ आफैले घरमा लोकल खालको यत्रो पोटी भएको चाहिँ लसुन हुन्छ। मेरो चाहिँ गाना चाहिँ अलि सानो भए पनि तर पोटी चाहिँ ठुलो ठुलो लाग्ने खालको लसुनको बिउ आफैले घरमा राखेको हुनाले यसरी लसुन बनाउँदैछु है, छान्दैछु। अनि हेर्नु त कति राम्रो राम्रो केस्राहरू भएको लसुन लगायौँ भने हाम्रो लसुनको बोटहरू पनि राम्रो राम्रो हुने अनि दाना पनि एकदम राम्रो राम्रो लाग्ने हुन्छ। हेर्नुस् त, यसरी बनाइसकेको छु। अनि उता चाहिँ मेरो बारी तयार पनि भइसकेको छ। हस्त साथी।